यो टाइममा बेबीहरूले यो हात मुखमा यति लिएर जान्छन् होइन, अनि हात पुछिदिइरहनु पर्ने फोहोर भयो भनेर। अनि हात पुछिदिँदाखेरि एउटा सिस्टरले आएर मलाई के भन्नुभयो भने, यो हामी डाइपर क्वालिटीको खोज्ने, केही लाउनु पऱ्यो फेसमा लगाइदिनु पऱ्यो भने क्वालिटीको खोज्ने, बेबीहरूले हात मुखमा लिएर गइरहन् अनि जस्तो पायो त्यस्तै वाइप्सले पुछ्दिने, आँची पुछ्ने एउटै गर्ने, मुख पुछ्ने एउटै गर्ने, हात पुछ्ने एउटै गर्ने। त्यस्तो गर्नु हुँदैन, हाइजिन मेन्टेन गर्नुपर्छ, राम्रो क्वालिटीको लिनुपर्छ भनेर जानुभयो। राम्रो क्वालिटीको लिनुपर्छ चाहिँ भन्नुभयो, तर कुन चाहिँ लिने भनेर उहाँले मलाई भन्नु भएन होइन। मलाई त केही थाहा नभए जस्तो भयो नि त उहाँको अगाडि त। अनि ल मामुहरू मलाई सजेस्ट गरिदिनुहोस् त, मैले त्यो सेन्सिटिभको वाइप्स युज गरेको थिएँ होइन। अनि वाइप्स अब उसको अब मुखमा हात लिएर गई गर्ने, अनि एकछिन मुखमा लिएर जाने, अनि एकछिन यसरी खेल्छन् नि त अनि यतिखेरको बेबीहरूले। अनि त्यही भएर मलाई चाहिँ वाइप्स अलि राम्रो क्वालिटीको राम्रो खाले चाहियो। मामुहरूले कुन वाइप्स युज गर्नुभयो? अनि एउटै वाइप्सले आँची पुछ्दिने, हात पुछ्दिने, मुख पुछ्दिने गर्न मिल्छ कि मिल्दैन है, मलाई त त्यो कुरा पनि थाहा भएन क्या। मैले त यही युज गरिरहेको थिएँ। अनि केमिकल फ्री युज गरिदिनुपर्छ, बेबीहरूको लागि सेन्सिटिभ हुन्छ। हामी अरू थोक चाहिँ क्वालिटीको खोज्ने, अनि केही हार्मफुल त्यो नगरोस् भन्ने खोज्ने, अनि वाइप्स चाहिँ जुन पायो त्यही गर्नुहुन्छ र भनेर जानुभयो होइन। यो गर त्यो गर चाहिँ केही भन्नु भएन, क्वालिटीको गर, राम्रो गर भन्नुभयो। अनि मलाई थाहै भएन क्या वाइप्स दिनु भन्ने पसलमा भनिन्छ, अनि धेरै जस्तो पाइने भनेको यही छ क्या, यही पाइन्छ अनि यही लिएर आइन्छ। खासमा के हो र मामुहरू वाइप्समा पनि त्यस्तो के हुन्छ मलाई थाहै भएन क्या। हजुरहरूले कुन युज गर्नुभएको, कुन कम्पनीको युज गर्नुभएको, कुन चाहिँ राम्रो हुन्छ मलाई सजेस्ट गरिदिनु त मामुहरू। मलाई यहाँ कस्तो केही थाहा नभए जस्तो भयो क्या। ल त मामुहरू मलाई सिकाइदिनुहोस्, हजुरहरूले के गर्नुहुन्छ सजेस्ट गर्नुहोस् त मलाई।